संसार भत्के पनि नभत्किने आफै माथिको गहिरो विश्वास छ छातीमा, देख्नुहोस्। संयम छ, सहिष्णुता छ र प्रेम अट्ने मुटु छ। यही छ र त अभावको नलिहाट टेकेर सम्पूर्णता बाँचे जस्तो जीवन छ, देख्नुहोस्। स्कुल जान सकेका छैनन् नानीहरू, शिक्षाभन्दा बढी तिरस्कार छ, अपमान पिएर फर्कन्छन् स्कुल गएकाहरू पनि। यसलाई के भन्छ तपाईँको कविताले, लेख्नुहोस्। सुत्केरी हुन नसकेर मरेका आमाहरू छन्, जन्मदै मरेका शिशुहरू छन्, लेख्नुहोस्। मन्दिरमा आशीर्वाद होइन अपमान मिल्छ निरन्तर, लेख्नुहोस्। धारामा बगेको पानी हेरेर तिर्खाले मुख भिजाउनेहरू धेरै छन्, लेख्नुहोस्। सरस्वती पूजाको दिन बारीको पाटामा आफ्नै कक्षाको साथीले फुत्त फालेको एक टपरी भात छ, लेख्नुहोस्। शिक्षकहरूसँगै निम्तो मान्न गएका शिक्षकलाई दुध दही दिन मिल्दैन, पानी खाऊ भनिएको छ, पर्खालमा रोकिएको छ, लेख्नुहोस्। आफूले खाएको चियाको गिलास आफै माझ्दैछौँ होटलमा आज पनि, लेख्नुहोस्। छोराछोरीले सधैँ सोध्छन् दलित भनेको के हो र हामीलाई किन दलित भन्छन्, यसको उत्तर के हुन्छ, लेख्नुहोस्। धाराको ढुङ्गै पाल परेको देख्छु पानीको धाराले, तर थाहा छैन सदियौँदेखि अछुत नामको छिनो चलाइरहँदा समाजले दलित जनको मुटु के भयो होला, लेख्नुहोस्। विशाल वृक्ष ढलेको देख्छु समयको हुरीले, तर थाहा छैन सत्ताको बेलगाम हुरी सानो हाम्रो स्वाभिमानको शिर कसरी उभिन सकेको होला, यसरी, लेख्नुहोस्। जिउँदैछौँ, जिउँदोपनमा जीवन पनि छ, तर समाजमा जीवनको समान मूल्यबोध छैन किन, लेख्नुहोस्। तपाईँ आफ्नो सन्तानलाई सुरोले होम गर्न सिकाउनुहुन्छ, खुकुरी पूजा गर्न सिकाउनुहुन्छ र सुरो बनाउन पनि सिकाउनुहुन्छ, तर आरनमा राखेर खुकुरी बनाउन किन सिकाउनुहुन्न, लेख्नुहोस्। व्रतबन्धमा बटुकलाई जनै लगाइदिनुहुन्छ, नयाँ लुगा लगाइदिनुहुन्छ, जनै बनाउन पनि सिकाउनुहुन्छ, जनै मन्त्रिन पनि सिकाउनुहुन्छ, तर कल चलाएर लुगा सिउन किन सिकाउनुहुन्न, लेख्नुहोस्। हरेक दिन मूर्ति पूजा गर्न सिकाउनुहुन्छ, मन्दिर सजाउन सिकाउनुहुन्छ, मन्दिरमा चौधुवा र झल्लर मिलाउन सिकाउनुहुन्छ, सुनको प्रतिभामा ससङ्कल्प प्राण प्रतिष्ठा गर्न सिकाउनुहुन्छ, तर मूर्ति बनाउन सिकाउनुहुन्न किन, लेख्नुहोस्। सुन चाँदीको प्रतिमा बनाउन सिकाउनुहुन्न किन, लेख्नुहोस्। चौधुवा र झल्लर सिउन सिकाउनुहुन्न किन, लेख्नुहोस्। तपाईँका सन्तान हतियार चलाउन सिक्छ, युद्ध सिक्छ, सेना बन्छ, प्रहरी बन्छ, विद्रोही बन्छ, तर आरनमा बसेर हतियार बनाउन सिक्दैन किन, लेख्नुहोस्। मन्दिर बनाउने, देवी देवताको मूर्ति बनाउने र तिनीको वस्त्र आभूषण बनाउनेका लागि मन्दिर छेउको बाटो किन साधुरो छ, लेख्नुहोस्। शिव यात्रा र गतिको त्रिकोण नापेर मूल बाटोमै कुम ठोकिने गरी ठाँटले ठम ठम हिँडौँ कि नहिँडौँ, लेख्नुहोस्। धरधर झरेको ढुङ्गे धाराको पानीमा सिलावरे गाग्री बोकेर फुत्त पसौँ कि नपसौँ, लेख्नुहोस्। तपाईँको बारीकै जस्तो हो मेरो बारीको फुल पनि, त्यो टिपेर आफैले बनाएको मन्दिरको मूल द्वारमा आफै राखौँ कि नराखौँ, आफ्नै हातले उलेको सुन्दर माला भगवानको गलामा आफैले अर्पौँ कि नअर्पौँ, लेख्नुहोस्। नयाँ पुस्तामा आएको छ चेतनाको नयाँ तरङ्ग, आन्दोलित छन् उनीहरू आफैभित्र, रससम्म उठ्न खोजेका छन् मुक्तिको झन्डा लिएर। तपाईँ यसलाई न्यायको स्वर भन्नुहुन्छ कि विद्रोह भन्नुहुन्छ, लेख्नुहोस्। आकाशको बादल र पाखाभरिको कुहिरोमा आफ्नै छातीको बारुद र विद्रोहको धुवा देख्छु किन होला, लेख्नुहोस्। बेला बेला आफैले टेकेको धरती भाँसिएर ठुङ्ग मुडिँदै लाग्छ आँगनको माटो किन होला, लेख्नुहोस्। आफ्नै शरीरको पसिनामा तातो रगत बगे जस्तो देख्छु, आफ्नै शरीरको पसिनामा तातो रगत बगे जस्तो देख्छु, कहिले बुझौँ र कसरी शान्त बन्नु, लेख्नुहोस्। लामो छ, मैले एउटा अंश यति पढेँ, यति भनेपछि